नमस्ते सबैलाई नमस्ते त गर्नुहुने है। मेरो नेपालमा चाहिँ मेरो जेहाजु बित्नुभयो राति 9:45 बित्नु भएछ है। हामी अब फेरि निक्लेको अस्ति आइतबार आएको, अब फेरि हामी हिँड्नु आँटेको साथीहरू के गर्नु है। हामीले अनुहार चाहिँ हेर्नु पाइनँ अस्ति, अब शुक्रबार चाहिँ राम्ररी दाइलाई बसेर आएको हामी। त्यस्तो हुन्छ भने थिएन पनि है दाइ, तर बिमारी चाहिँ हुनुहुन्थ्यो, यस्तो हिँड्नु हुँदै थियो। अब यस्तो हामीले अब आएर चाहिँ अनुहार हेर्नु पाइनँ, त्यति नै दुःख लाग्यो। दाइलाई दुःख थियो, कष्ट थियो होइन। जानु त सबै जानुपर्ने हो, र पनि हामीलाई एउटा मनमा पछतावा भएको छ। हामी अब बसेको पनि हुन्थ्यो, यस्तो भयो यस्तो हुन्छ भनेर त को पर्खिन्छ त, हो कि होइन भन्नु त। लु साथीहरू, हामी चाहिँ अब लागेको है। मेरो जेहाजुलाई स्वर्गको बास होस् होइन, के भन्नु त। अब मेरो जेहाजुलाई स्वर्गकै बास होस्, के गर्नु। लु साथीहरू बाई।